नमस्ते, म बिजी भिडियो एन्ड इलेक्ट्रोनिक्स बिजी इलेक्ट्रिक बाइकको तर्फबाट जेनिस बजाचार्य बोल्दैछु। प्राय इलेक्ट्रिक स्कुटर चढ्ने ग्राहकले मेरो इलेक्ट्रिक स्कुटरको मूल्य किन निकै कम आयो भनेर प्रश्न गर्नुहुन्छ। त्यसमा चाहिँ हामीले भन्ने मेजर कारण भनेको चाहिँ उसको चाहिँ ब्याट्री हो, जसले चाहिँ एउटा इलेक्ट्रिक स्कुटरको चाहिँ मेजर पोर्सन प्राइसमा चाहिँ ब्याट्रीमा जान्छ, जुन चाहिँ अब तपाईँले ओभर टाइम तपाईँले युज गर्नुभयो भने त डिप्रिसिएट पनि हुन्छ र एउटा सर्टेन टाइम पछि ब्याट्री हेल्थ चाहिँ यति कम हुन्छ कि रिप्लेसमेन्टै गर्नुपर्ने हुन्छ। त्यसैले इलेक्ट्रिक स्कुटरको रिसेल नहुने मेन कारण भनेको उसको डिप्रिसिएटिङ ब्याट्री हो। अब जबकि ब्याट्रीको ग्यारेन्टी कम्पनीले लिने भयो, अब तपाईँको स्कुटर तपाईँले राम्रो कन्डिसनमा राख्नुहुन्छ भनेपछि तपाईँको पछि इलेक्ट्रिक रिसेल गर्दाखेरि भ्यालु किन कमाउने त। त्यसैले यो गोगोरो स्कुटरमा पछि तपाईँले जब रिसेल गर्न चाहनुहुन्छ तब राम्रै भ्यालुएसन आउँछ। अहिले दशैं तिहारको उपलक्ष्यमा गोगोरोले 1 लाखको बाइब्याक ग्यारेन्टी पनि ल्याएको छ, जसमा तपाईँको स्कुटर यदि 5 वर्ष या 40,000 किलोमिटर जुन पहिला आउँछ त्यो बेलासम्म तपाईँले 1 लाखको बाइब्याक ग्यारेन्टी पाउन सक्नुहुन्छ। होइन त यो गजबको कुरा। त्यसैले मलाई लाग्छ कि भविष्यमा अरू इलेक्ट्रिक स्कुटरको भन्दा गोगोरोको रिसेल भ्यालु पक्कै पनि बढी हुन्छ।